हेलो एभ्रिवान, सबैलाई नमस्कार। वेलकम ब्याक टु सम्झिने यात्रा है। आज चाहिँ सम्झिने यात्रामा म चाहिँ आइसिटी फन पार्क घुम्न आएको छु र यहाँ फन पार्कमा चाहिँ डेमा भन्दा नाइटमा धेरै नै रमाइलो हुन्छ। यो आधुनिक लाइटहरू जुन एलइडी लाइटहरू जडान गरिएको छ र यो फन पार्कको विशेष भन्ने नै त्यही हो, धेरै नै सुन्दर छ र यहाँ धेरै किसिमको खेलहरू खेल्न पाइन्छ। तपाईको अब यो यस्तो भयो वाटर स्काई फन पार्क, स्नो वाक, रेसिङ, अनि तपाईको यो रेलहरू यस्तो जाँते पिङहरू जस्ता कति हो खेल त खेलेर साध्यै नै छैन यहाँ, तर पैसा यो राति 8 बजेबाट नै बेलुका 8 बजेबाट नै यो रमाइलो हुने हो है यो आइसिटी फन पार्क चाहिँ। एभ्रिवान, सबैलाई नमस्कार। वेलकम ब्याक टु सम्झिने यात्रा। आज चाहिँ हामी सम्झिने यात्रामा चाहिँ आइसिटी सेन्ट्रल मार्केट चाहिँ घुम्न आएका छौँ। हिँड्न आएको छौँ बाइकको विन्डोमा। अब हेरौँ कतिको रमाइलो हुन्छ। आज अलि पानी नै पर्ला जस्तो छ। पानी पर्यो भने त बिजोक रमाइलो, पानी पर्यो भने चाहिँ बेजोड रमाइलो हुन्छ। ठिकै छ। अहिले साँझ कति 7:30 हुन लाग्यो। अब 7:30 बजियो ठ्याक्कै। यहाँ 15 मिनटमा आइपुग्यो। एकचोटि बस्नु पर्ने के त यार हो क्या रे। आज ग्र्याब पनि अब महिला जेन्जी चाहिँ परेको छ हाम्रो। रमाइलो छ गाइजहरू, रमाइलो छ। सेन्ट्रल मार्केटको रमाइलो छुट्टै छ। ओहो, बेलुका साँझ त यति आएको कि घुम्ने मान्छे पनि सुन्दर छ। बेसीको भए पनि सेन्ट्रल मार्केट सबै देशका मान्छेहरू भन्दा पनि अलिक साँझ भएर होला भिडियो नै अँध्यारो आउँछ। अब यसको अब हेरौँ। यो सेन्ट्रल मार्केटमा चाहिँ यो बिल्डिङ थाइल्यान्डको चाहिँ धनातेले चाहिँ लगानी गरेको हो आइसिटी सेन्ट्रल मार्केट भनेर भन्छ। अब कोही वास्तविक चाहिँ के हो त्यो थाहा भएन। सब यहाँ भिडियो खिच्नेहरू भिडियो खिच्नको लागि बनाएको के भन्छ यार, यसको नाम के भन्छ अरे? यसको नाम के अरे? काङ्ग्रुङ कि के अरे? जिरा ए होइन, उठ ए ऊँट के त तेरे कङ्गारू भनिरहेको ऊँट पार्क हो है। यो डेमा भन्दा नाइटमा साँच्चीकै धेरै नै रमाइलो, घुम्न लायक र हेर्न लायक चिजहरू। ठ्याक्कै यो चाहिँ आइसिटीको फोटो खिच्ने ठाउँ। पानी पनि धेरै आएको छ। यो चाहिँ ठ्याक्कै युरोप स्टाइलको डिजाइनमा चाहिँ बनाएको चाहिँ फोटो खिच्नको लागि बनाएको सिनहरू हो। यो के अरे चित्रहरू हो। यो साँच्चीकै रमाइलो छ। आइसिटी यति रमाइलो छ कि तर डेमा भन्दा नाइटमा चाहिँ अत्यधिक रमाइलो हुन्छ है यो आइसिटी। एकदम आज पानी पनि परेको छ, खै कस्तो उसमा आएछ। ठ्याक्कै यो युरोपतिर बन्ने घर ठ्याक्कै त्यो स्टाइलको बनाएको छ। यो चाहिँ यति सुन्दर छ। यो चाहिँ ड्रागन हो, तर यो ड्रागन यति सुन्दर देखेको छ कि यहाँबाट। त्यहाँको आधुनिक लाइटहरू, त्यहाँको हेर्ने नै एलइडी लाइट तर आज पानी परेको भएर मान्छे त्यति धेरै चाहिँ यो पुतली
पुतली उडिरहेछ है यो धेरै राम्रो डिजाइन गरेर चाहिँ लाइट बनाएको छ ओहो चारैतिर सबै एलइडी लाइटहरू आधुनिक डिजाइन आज पानी परेको भएर आज सुनसान छ ओहो केही पनि यो सबै बन्द जस्तै भएछ नत्र यहाँ धेरै रमाइलो हुन्थ्यो यहाँ त अर्कोले के कहानी छ त्यहाँ यो सिनहरू ड्रागनको सिनहरू यो छुट्टै रमाइलो छ यहाँ सबै यो चाहिँ के कुन डिजाइनमा गरेको यस्तो छ यति राम्रो छ ओहो सबै यो चाहिँ बादल हुस्सु उडेको जस्तो कि यो चाहिँ प्राइभेट हो धेरै खर्च गरेर छ गोविंद यो गेट ए पानीले झ्याउने गरे आज यार स्काई वाटर पार्क हो यो चाहिँ यो चाहिँ भर्खर 2025 मा बनाएको यो स्काई फ्लाई अन वाटर त्यहाँ जानु पैसा लाग्छ त वाउ गाडीको चाहिँ गाडी रेसिङ हो स्नो वाक हो हेर्नु स्नो वाक टिकट यहाँ पुरै चिसो 0 डिग्री नै हुन्छ अरे भन्छ यो स्नो वाक चाहिँ सुरु हुन लागेको छ बल्ल मान्छे आउँदैछ है अहिले चाहिँ यस्तै छ यही आइसिटीको फन पार्क धेरै नै रमाइलो छ यहाँको विशेष भनेको वाटर स्काई फन पार्क अनि त्यसपछि स्नो वाक रेसिङ चाहिँ यहाँको विशेष छ अनि त्यसपछि मसिना मसिना रेलगाडीहरू बच्चाहरूले चलाउने है अब यो जाते पिङ जस्तो
यस्तो सुन्दर छ र यहाँ धेरै नै मान्छेहरू नि घुम्न आउने गर्छ है यो आइसिटी को फन पार्कमा चाहिँ। यहाँ शुल्कहरू नै धेरै महँगो छ। विशेष घुम्ने भनेको यही फन पार्क मात्र हो। अरू डेमा त खासै केही पनि देखिँदैन, तर नाइटमा चाहिँ बेस गरी रमाइलो हुन्छ। चाहिँ आइसिटी फन पार्क घुम्न आएको छु र यहाँ फन पार्कमा चाहिँ डेमा भन्दा नाइटमा धेरै नै रमाइलो हुन्छ। यो आधुनिक लाइटहरू जुन एलइडी लाइटहरू जडान गरिएको छ र यो फन पार्कको विशेष भन्ने नै त्यही हो, धेरै नै सुन्दर छ र यहाँ धेरै किसिमको खेलहरू खेल्न पाइन्छ। तपाईको अब यो यस्तो भयो वाटर स्काई फन पार्क, स्नो वाक, रेसिङ, अनि तपाईको यो रेलहरू यस्तो जाँते पिङहरू जस्ता कति हो खेल त खेलेर साध्यै नै छैन यहाँ, तर पैसा यो राति 8 बजेबाट नै बेलुका 8 बजेबाट नै यो रमाइलो हुने हो है यो आइसिटी फन पार्क चाहिँ। ल है गाइज, यति नै है यहाँको फन पार्कको भिडियो। सम्झिने यात्रामा यसो सम्झिनु, राम्रो लागेन कमेन्ट पनि गर्नु। ल अब हामी चाहिँ लागेको है यो आइसिटी फन पार्कबाट। कस्तो लाग्यो होइन, राम्रो लाग्यो भने कमेन्ट गर्नु के अरे आइसिटी फन पार्क धेरै रमाइलो छ भनेर। धेरै रमाइलो ठाउँ छ। आज यहाँ पानी परेर हो मान्छेको भिडभाड छैन, नत्र त यहाँ खुट्टा राख्ने ठाउँ थिएन। पानीले गर्दा आज बिगारिदियो घुमघामको। ल यहीँ घुम्नलाई चाहिँ पैसा चाहिँ धेरै चाहिन्छ गाइजहरू। पैसा चाहिँ तपाईँको अब स्काई वाटर फन पार्क त्यहाँ चढ्न पनि पैसै लाग्यो, तपाईँको रेसिङ गर्न पनि पैसै, त स्नो वाक गर्न पैसा यो आइसिटी फन पार्कमा चाहिँ पैसाको खेल। ल गाइज, यति नै आजको भिडियो यो सम्झिने यात्रामा। यदि राम्रो लाग्यो भने कमेन्ट गर्नु होला है कस्तो लाग्यो। सम्झिने यात्रालाई नभुल्नु होला। फेरि भेटौँला भोलि अर्को भ्लगमा भेटौँला। हामी चाहिँ फेरि यहाँ के अरे मलेसियाको चियान डाँडामा चाहिँ भोलिको भ्लग मलेसिया चियान डाँडामा छ, त्यसको फेरि अपलोड गर्ने छ। ल ओके गाइज, आजको सम्झिने यात्राको भिडियो यति नै है।